गर्छ हो हामी त नेपाली हो तर तपाई त विदेशी हो भनेर भन्छन् नि पैसा जति सबै विदेशमा लगाएर थुपारेछ भन्छन् अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो र ए ल त्यसो भए यताको चाहिँ व्यवस्था गर्नु पर्यो साथी हो अनि देउबा हो कि ढेउबाजी तपाईको चाहिँ छ कि छैन पत्याउन त बुझ्ने गरी पनि त भन्नु पर्यो नि कुन भाषा हो र हिन्दी इंग्लिश होइन हो मूर्ख हो यो मान्छे नै भगभगे हो क्या मैले व्रता बोले मात्रै हो तपाईले व्रता गर्दै हुनुहुन्छ ल साथीहरु उहाँको उपचार राम्रोसँग गर्नुस् त अनि हजुर चाहिँ को हो नि म ठुलो नेताको श्रीमती हजुरको श्रीमान कतिचोटि प्रधानमन्त्री हुनुभयो मेरो श्रीमान आजसम्म 5-6 चोटि प्रधानमन्त्री भइसक्नु भएको छ अनि अहिलेसम्म गरेको काम नि काम कुरा चाहिँ ठुलठुलो गर्ने ए नेता मात्रै ठुलो भनेको त कुरा पनि ठुलो पो हो ल साथीहरु उहाँ ठुलो नेताको श्रीमतीको पनि राम्रोसँग उपचार गरौँ त अहिले केही बिराको छैन म डराउँदिन के भन्नुहुन्छ तपाईँ अब के भन्छु आइम सरी हजुर अनि हुनुहुन्थेन भयो यो कुकुर र तपाईँमा के फरक छ हजुर यो कुकुर र तपाईँमा के फरक छ केही फरक छैन म पनि मान्छु यता पनि घाउ मलाई नि घाउ है यस्तो नगरौँ बाबु अब लेट्स गो टु पीस हैन हेर्नुस् महारानी राष्ट्रिय भाउजू अर्काको काखको छोरो मारेर कहिले पनि लेट्स गो टु पीस हुँदैन है साथी हो बजाउनुस् अनि प्रचण्ड सर 10 वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौँ प्रचण्ड सरले पनि 10 वर्ष भनेर 20 वर्ष झुलाउनु भयो ल अब छोडिदिनुस् युवाले गर्छन् है तपाई बुढो मान्छे के दुःख दिइराख्नु लु साथी हो उहाँ चप्पल पड्काउँदै आउनु भएको मान्छेको महल छ त्यो महलको पनि मर्मत गर्नु पर्यो है अब कसलाई प्रधानमन्त्री बनाउने होला मलाई प्रधानमन्त्री बनाइदिनुस् म कस्तो निर्णय गरिदिन्छु भने 60 वर्ष नागेको सबै मानिसलाई घरमा बसी बसी महिनाको 30,000 रुपैयाँ कांग्रेसको मान्छेलाई मात्रै दिने होला फेरि सबैलाई हो र 18 वर्ष पुगेको सबै मान्छेलाई एउटा मोबाइल फ्री त्यसमा दिन आइफोन चलाउने कि स्यामसङ चलाउने खोजी मोटरसाइकल चढ्ने मान्छेलाई वर्षको 100 लिटर तेल फ्री जब पेट्रोल त चुनाव आउँदै पछि पाइएकै छ त अहिलेको हाम्रो मुद्दा भनेको भ्रष्टाचारीहरूले उन्मुक्ति नपाओस् भन्ने हो रुखको छारी मुनि बस्ने होस् कि घाम ताप्ने होस् कि हँसी अथवा बोक्ने होस् कि घन्टी बजाउने होस् कुटा काण्डमा पनि संलग्न भएको एकजनाले उन्मुक्ति नपाओस् ल त्यसो भए यो काम उहाँबाटै सुरु गरौँ साथी हो सत्तरी करोड भनेको सुन्छु त म तपाईहरु सुन्नुहुन्छ 70 करोड अहिले त अर्ब हामीले हो 70 अर्ब के फरक पर्छ व्यक्तिगत हो निजी खाइरहेछ त्यसो भए सरकारी खाएको हो त निजी खाएको भए यिनको परमादेशी यिनको अदालत यिनको जम्मै भएको बेलामा बाटो हिँड्न नदिएर समातेर कुटेर घोचेर त्यो कोरा हुन्छ नि अरेबियन कन्ट्री त्यसो गरेर छोड्थ्यो हामीले के डर दाजु यो नडराउनेहरूको पनि राम्रैसँग उपचार हुन्छ यहाँ तपाईले भनेकै जसरी कुटेर चुटेर कोरा हानेर है लु साथी हो
अलि शान्त भइयो कि के हो साथी हो, अलि हल्ला गरौँ न। तिमीहरूले गरेका हल्लाले मेरो भुत्ला पनि झर्दैन ल ल साथीहरू, उहाँको भुत्ला राम्रोसँग झारौँ त। अनि काका तपाईँको के छ नि? कि हामी कस्तो अवस्थामा छौँ भन्दाखेरि पुसमाको जाडोमा पातलो सिरक। भनेपछि जाडो भयो। ल त्यसो भए आगो तापौँ। लुलु धेरै हात नहल्लाउनुहोस्। अब अलिकति आगो ताप्नु भने तपाईँले त बमै तापेर ल्याउनु भयो। साँच्चै काम चाहिँ के गर्नुहुन्छ तपाईँ? गैर कानुनी चाहिँ डिपोजिटको सिस्टम छ भनेदेखि त्यसलाई ट्याक्स लिएर अनि त्यसपछि खुला गरिदिउँ। हो यो चाहिँ गरौँ। म पनि लुटेर कुटेर चोरेर ढाँटेर चाहिँ नि कालो धन टन्न जम्मा गर्छु, अनि त्यसको केही भाग चाहिँ नि कर तिरेर त्यसलाई सेतो बनाउँछु। बाँकी केही छ गर्नुपर्ने? अब एउटा काम छ, तर तपाईँले गर्ने होइन, हाम्रा केटाहरूले गर्छन्। लु केटाहरू गरौँ त। अनि हजुरबाको के छ सोध्नुहोस् त पत्रकार मित्र। तपाईँ नेपालको करोडपति नेतामा पर्नुभयो त्यसो भए त? कुन ठुलो कुरो करोड भनेको त? त्यही त, देश लुटेर खरबौँ कमाएकालाई जाब करोडको कुरा गर्ने भने। अथ बाबूजी काम कति करै छे? देश के अंदर या देश के बाहर बिना ढेउआ के फ्री वीसा, फ्री टिकट। फ्री के मतलब बिना ढेउआ के, बिना ढेउआ के वीसा मिलते हैं, बिना ढेउआ के टिकट मिलते हैं। अब त्यो बिना ढेउवा के फ्री भिसा फ्री टिकटमा तपाईँ आफै जानुहोस् है हजुरबा। उज्यालोको खलनायक दीपक दाजु, अनि के छ त? अब नायक त हाम्रो कुलमान दाजु हुन्। उज्यालोको नायक भने उहाँ होइन है। होइन होइन, पैसोको बिछ्यान लाएर सुत्ने तपाईँ नै नायक हो। टाइगर अभी जिंदा है, टाइगर अभी जिंदा है। बुझ्नुभयो? भनेको त टाइगर को, टाइगर एउटा त प्रेम हाले नै भइहाल्यो नि। ल साथी हो, यो टाटे बाघको पनि व्यवस्था गर्नु पर्यो के? प्रेमालेको घर, प्रेमाले चोर घर हेर्नुहोस्। ओ बाजे छुयो। कसैलाई रहर लाएर 13 दिनभित्र राजीनामा दिएन भने सडकमा ल्याएर पछार छुरे। के भने आयो? तागत छ? कोही माइकालाल जन्म्या छ केपी ओलीलाई कथाले समातेर सडकमा ल्याउने? यो दुनियाँमा कोही माइकालाल जन्म्या छैन। केपी ओली इज द केपी ओली, फुटबलको पेले जस्तै हो। तपाईँको पेलेको व्यवस्था अघि नै साथीहरूले गरिसके, अब तपाईँको पालो है। लु साथीहरू, अनि भेलु बाजे कहाँ जानुभयो? हे तेरी, सूर्य थापा होइन क्या, हनुमान भन्नुहोस् हनुमान। म मान्छे हुँ, तपाईँको यो भाषा मिलेन। साथीहरूले भाषा मिलाउन खोजेका थिए तर जोगिएको भन्ने कुरा आयो। अनि सुनचोर मन्त्रीज्यू, भिडियो त यत्रो दुःख गरेर मेहनत गरेर बनाइयो, अब फेसबुक बन्द गरिहाल्नु भयो, केमा हाल्ने होला त? त्यो भए गरौँ छ त। अरू के छ र? भाइबर छ नि। ल ठिक छ, भाइबरमै हालौँ ल। साथी हो, उहाँको पनि त्यो 2 नम्बरको झ्यालबाट काम गरिदिनुहोस् त। कोही गतिलो छैन यार। बाबुराम बरु यस्तो मान्छे हो जसले
त्यस्तो अप्ठ्यारो बेलामा पनि राजतन्त्र अन्त्य भएर गणतन्त्रै हुनुपर्छ भनेको थियो 46 सालदेखि भएरै छाड्यो। बसन्त एउटा त्यस्तो मान्छे हो जसले यस्तो अप्ठ्यारो बेलामा पनि गणतन्त्रको नाममा लुटतन्त्र मचाउनेहरूको अन्त्य हुनुपर्छ भनेको थियो, भएरै छाड्यो भन्ने हामीलाई लागिरहेछ। अनि झोलेहरूका खोले खाएर बसेका परारी दाईहरूको हरकत हेरौँ है त। अब युवाहरूले सबै गरिसके विद्या म्याडम, विद्या होइन क्यारे, विद्या म्याडम, अब हामीले के गर्ने होला यसपछि? अब छिटो छिटो तपाईँहरू बलियो भएर अर्को राष्ट्रपति बनाइहाल्नु। अनि त्यसो भएपछि तपाईँले चाहिँ के पाउनुहुन्छ त? त्यसो भएपछि मैले अलिकति पालो पाउने भए भनेर ल ठिक छ, अबको पालो तपाईँकै हो। जेनजी पुस्ता प्लिज गो। हाम्रो राजनीतिक प्रतिबद्धतामा कसैको पनि छानबिन हुँदैन। हाम्रो राजनीतिक प्रतिबद्धता हो, के छानबिन हुन्छ यहाँ? राजनीतिक प्रतिबद्धता के छानबिन हुन्छ? को छानबिन गर्ने? उहाँहरूको छानबिन होइन, हानबिन गर्नुहोस्। अब यस्तो दुःखद परिस्थितिमा यस्तो खालको भिडियो त मैले बनाउन हुन्थेन। यो भिडियो हेर्दा जति नै रमाइलो लागेको छ साथीहरू, यो खासमा रमाइलोको लागि भन्दा पनि यो सन्देशको लागि बनाएको मैले यो भिडियो। आजको दिनसम्म मैले राजनीतिक घटनाहरूलाई लिएर जति पनि कमेडी, जति पनि व्यङ्ग्यहरू, जति पनि रोस्ट भिडियोहरू बनाएँ, त्यो एउटा कमेडी हँसाउनको लागि मात्रै नभएर म भित्र भएको यो भ्रष्ट सरकार प्रतिको त्यो म भित्र दन्किरहेको आगोलाई चाहिँ मैले यो कमेडी मार्फत प्रस्तुत गरेको हो है। न आजको यो घटनालाई, सबै घटनालाई समेटेर यो बनाइएको भिडियो, जुन भिडियो यति सेयर गर्नुहोस् कि सबैमा पुगोस्, किनकि यो भिडियो हेरेर तिनीहरूको चेतनामा यो खालको चाहिँ दियो बलोस् कि बत्ती बलोस् कि भोलि मैले राज्य सत्ता चलाउँदै गर्दाखेरि जनताले भनेको जस्तो भएन भने, जनताले स्वीकारेनन् भने राजीनामा दिएर अलग्गिनु नै बेस्ट हुन्छ। यसरी जबरजस्ती चाहिँ नि सत्ता कब्जा गरेर बस्नाले यस्तै खालका घटनाहरू निम्तिन्छ भन्ने खालको चेतना जागोस् भन्ने हिसाबले चाहिँ मैले यो भिडियो निर्माण गरेको थिएँ। तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया राख्न नभुल्नुहोला। यदि तपाईँ यस्तै सन्देशमूलक भिडियोहरू हेर्न चाहनुहुन्छ भनेदेखि मेरो यो पेजलाई फलो गर्न नबिर्सिनु होला। र मेरो एउटा युट्युब च्यानल पनि छ बसन्त कार्की अफिसियल भने, यो युट्युबलाई पनि सब्सक्राइब गर्न नबिर्सिनु होला। हस्त, धन्यवाद।